हेलो एभ्रिवान, नमस्ते नमस्ते। अब म धेरै लामो समय पछाडि फेरि हाम्रो यो ग्रुप भाइहरूसँग चाहिँ ब्लग बनाउन गइरहेको छु। आज हामी यता फोचन साइडतिर जाने हो। स्टाइल गाङनाम स्टाइलमा झरियो। छ नि है यहाँको एक राम्रो छ है भाइ सिन। ल यसमा है, यसमा जाउँ है। यसमा यहाँ टोल गराउन ड्राइभर त्यसले बारले आएको त्यसमा हिँड्छ। 32, 33, 34, 34, 35. ल यही हो है, दोङसोल जाने बस। हाम्रो बस चाहिँ हो जाने प्रोग्राममा। अब हामी बसको यात्रा सक्यौँ है। अब 1-1.5 घन्टा पछि पुग्छौँ। अब हामी आफै गएर चाहिँ बोका चिनाउने भन्ने प्लान ढिला साथीले गर्दा चिनाउँदै गर्दै गर्न भन्ने क्या। अब त्यही गरौँ है। उनीहरू पनि त हेर्नु पऱ्यो। त्यही गर्नुपर्छ। त्यही त म काम जाने भएपछि त म काट्दै गरेँ पो हामीले गर्नुपर्छ। नत्र हामी आफै गएर काट्ने भन्ने नि भोलि खाने हो। भोलि हुन्छ कि फेरि आज गएपछि त आज खाइहाल्नु पऱ्यो नि। भोलि त राख्ने थियो। 7 बजे हिँडेको होइन, अहिले चाहिँ कति 12 बजी आइपुग्यो। बस, ट्रेन, ट्याक्सी हाम्रो बिदा चाहिँ रमाइलो होला जस्तो है। पानी आइरहेको छ, रमाइलो छ। गाउँमा घुम्न आएछ यस्तो त हो। कोरियामा नि यस्तो ठाउँ रहेछ नि। बाटो खनेछ क्या भर्खरै। केही छैन। त फ्रिजको मासु भन्दा ढाल्न चाहिँ पाइएन क्या। के ल बिदा बनाउन आएको भाइहरू हामी सबै खसी काट्यो होइन। अब खाँदै हो। भीमभाइले बनाएको क्या त्यो है।
मिठो त यो लाउनु अचार है त्यो सबै अनुभव हुने होला कि छतमा चढ्दुलो गाडीको पेन्सन भेटेन अब हाम्रो भाइको घरमा सबै चढौँ ल जाम ल छिटो त्यहाँ एकजना झोला उठाउनु आउने माथि यतै आउनु ए बटा तपाईँ दुगुन झोला उठाउनु त बटा प्लास्टिक निक्लिनु तपाईँ दुगुन त उता हाम्रो समाउनु हामीले ल उसमा चढेछ तान्नु होला यार यतिकै एक केजी रोक्नु है केटाहरू यहीँ आएछन् के चल्छ सिखाली ल जाउँ पेन्सन पाइएन पनि पाइएन नि बुटमा पुऱ्याइ नेपालमा आएर पनि मिलेर सल्लाह गरेर जाउँ के मासु ल्याएर फर्किनु मासु ल्याउनु ल्यान्छ नि मासु सडकमा घुमेको अनुभव छैन सडकमा कुन ट्रकमा हुने यसमा हाम्रो कम्पनी आयो है कम्पनी गाउँको पाहाडका बाटो हामी चाहिँ भयो पाहाडका बाटो यस्तै गरेर कोहीले बस्नु छतमा बसेर के गरेर गइन्थ्यो त्यस्तै चिसोले त्यस्तै चिसोले होइन साउ त गइ त छोड्यो अब गाई दुध ठाउँमा जान्छ गाई दुध आउँछ होइन केटा भाले सामान पाइन्न रे फोटो खिचेर हालिहाल कुकुर आइसक्यो ल्याउन अझै तिनवटा रहेछन् खसी ल केटा आयो पुरै एक गाडी रहेछन् यार चुलो कसैले चुलो बनाऊ कसैले के गर्नु पेन्सन हाम्रो दसैँ आएको छ है हामी ट्याक्क हाम्रो दसैँ ग्रुप यो चाहिँ ल विजय गर्दा
मैले फाइमलाई त गर्ला नि हामीले खान्छ यार हजुर हामी आज कस्तो कुरो गर्छु रे फौकिरा हान्छन् दिदीहरूले कहाँबाट हात हान्छ दिनले यार नहुने कुरा केही गर्दैन तिन त्यस्तो तिनी घरको अघिदेखि आएन त्यस्तो गर्नु पर्दैन पानी अलि धेरै भयो थोरै भयो कि अलिकति थोरै भएको छ के बसेको झ्यापझ्याप बसेको आँखै लाग्दैन सही आइडिया यसमा समतल छ एक मान उठाम होइन सुन न एकजनाले यो अहिले राख्नु छ भण्डारीको पालोमा पछि राखेर उसलाई होइन त्यस्तो गर्दा रे एक मान उठाउने अनि यहाँ छनौट कसरी हो कि फिलिप गर्ने तपाईँले एकचोटि उभ्याउनु छनौट राख्ने त्यसपछि छनौट उठाइहाल्ने छनौट उठाउने कि त्यस्तो गरौँ न छुट्ने पैसा छुट्ने पैसा छुट्ने कि भिडियो नबनाएर पहिले गरेर इन्जोय भरे देखे हुन्न कि यार पहिले गरेर माइमै अहिले गरौँ हुन्न टन्न छनौटको गरेर लिएर आउने दुई एकचोटि गराउनु भयो हामी त तिरमा नगराएको आउँदै एकचोटि नगराएको आउँछ त्यही आगो देखाउनलाई हामी यहाँ जम्मा मेन कुरो आगो देखाउनलाई यहाँ जम्मा भएको छ नि होइन त्यस्तो बोर फिलिङ भएको छैन नि होइन टाढाबाट बिहान हामी यो नखाने मान्छे पत्रिका छ यता अनि राखेर पुरै खिच्ने हो मैले यार माछा आउँदै हो भन्नु यहाँ छ त्यो चाहिँ बुनु दाइ तपाईँ के बसिरहेको छु मलाई भुइँ त बिस्कुट नलिएको होइन म त हाल्दैन मैले हालेँ भने त मलाई विजय गर्न तिमी 15 जना के 15 जना अब गेम खेलौँ टक्क पल्टाम त्यसले जे पनि खानु पाइयो मस्त के हुन्छ जे खाने जति खानु पाइयो त्यसले अर्कोले नगामिन्छ हामी हेरी हेरी गर्ने नखाने काम छ ल ह्यापी बर्थडे कसरी हाल्दैन नि के हुन्छ र अझै त दुईटा पोका छ नि त त्यही दुईटा पोका हुनुपर्ने हो बस्यो त हाम्रो बडा खतरा भयो नि छुसक सन्नाल भन्दा नि बबर साथी धेरै बसिदिएर रमाइलो हुन्छ पानी पनि बिचार राखेर लौ दाइ उता गएर भिडियो गराउनु पछाडिकालाई चाहिँ फाइदा हुन्छ नि के जस्तो बुझ्न अब हामीले हाम्रो त्यसले चाहिँ पछाडिकालाई बढी फाइदा दिन्छ के जस्तो हाम्रो गाउँतिरका हाम्रो हामीभन्दा जुनियरहरूले हेर्ने एउटा के हुन्छ भने ल फलानु चाहिँ कोरिया गयो दाइ अथवा के छ साइन कोरिया गएको उसको हाम्रो बाल पिन गरेर खानपिन गरेर आजको रातको दरबार हो यो हाम्रो होइन त चट्ट खानपिन एकातिर भयो होइन त अब सुताइ एकातिर छ आजको हाम्रो भनेको म्यु मोटलमा छ म्यु मोटलमा फोछन खेङ्गी त फोछन इल्तुङमेन भन्ने ठाउँमा केटाहरू मस्ती गरिरहेछन् बिदाको दिन अब सेल्फ लिन्छन् केटाहरूले
추가로 돈을 더 줘야 되고 네, 그 앞에서 뭐 전문도 놓고 막 2만 5천 원 더 내야 되고 방 몇 개 더 쓸 거예요. 그 우리 두 사람